साथीहरु टेक्नोबाई च्यानलमा तपाईहरुलाई स्वागत छ। म भरत। आज म तपाईहरुले राष्ट्रिय परिचय पत्र प्रिन्ट भयो कि भएन अथवा राष्ट्रिय परिचय पत्र बनेको छ छैन कसरी हेर्ने एकदमै सजिलो तरिका तपाईहरुले आफ्नो मोबाइलबाटै गर्न सक्नुहुन्छ। च्यानलमा नयाँ हुनुहुन्छ छेउको बेल अल त्यसमा लाइक गर्नु होला, भिडियोलाई सन्तोष क्लियर गर्नु होला र भिडियोलाई स्किप नगर्नु होला। अन्त मोबाइलबाट नै देखाउने छु। सबैभन्दा पहिले यहाँनिर गुगलमा मैले टच गरे। टच गरिसकेपछि अब यहाँनिर माथि सर्च बारमा citizenprotocol.gov.np यो टाइप गर्नु होला। म भिडियोको डिस्क्रिप्सनमा पनि दिनेछु। भयो भने यहाँनिर ओके गर्नु होला। ओकेपछि अब तपाईको यहाँनिर वेबसाइट खुलिसकेको छ। यहाँनिर माथि नेपाल सरकार गृह मन्त्रालय राष्ट्रिय परिचय पत्र पञ्जीकरण विभाग सिंहदरबार काठमाडौँ भन्ने छ। यहाँनिर नागरिक अल भन्ने आयो। परिचय पत्र प्रिन्ट भएको नभएको थाहा पाउनको लागि सबैभन्दा पहिले यहाँनिर यो भएको तीनवटा अप्सनमा मैले अलिकति जुम गरेर यहाँनिर तपाईहरुलाई देखाउँछु। यो राष्ट्रिय परिचय पत्र अवस्था जाँच भन्ने छ, यसमा टच गर्नु होला। सकेपछि अब यहाँनिर यस्तो खालको राष्ट्रिय परिचय पत्र अवस्था जाँच गर्न भन्ने छ। माथि आवेदन नम्बर भन्ने पनि छ। तपाईले सुरुमा जस्तै फर्म भर्दाखेरि अथवा राष्ट्रिय परिचय पत्र फर्म फिलअप गरिसकेपछि सबैभन्दा माथि आवेदन नम्बर भन्ने एउटा हुन्छ। त्यो आवेदन नम्बरबाट पनि तपाईहरुले चेक गर्न सक्नुहुन्छ। दुईटा विकल्प छन् यहाँनिर, जस्तै आवेदन नम्बर अथवा राष्ट्रिय परिचय पत्र नम्बर राख्नुहोस् भन्ने छ। दुईटा अप्सन छन्। तपाईले राष्ट्रिय जस्तै आवेदन नम्बर राखेर सिधै यहाँनिर तल क्याप्चा राखेर पनि तपाईले जान सक्नुहुन्छ भने अर्को राष्ट्रिय परिचय पत्र नम्बर छ। यहाँनिर आवेदन नम्बर माथि अनि राष्ट्रिय परिचय पत्र नम्बर। म तपाईहरुलाई राष्ट्रिय परिचय पत्र नम्बर राख्ने छु। यहाँनिर मैले फटाफट राष्ट्रिय परिचय पत्र नम्बर राखे। यति गरिसकेपछि यहाँनिर क्याप्चा भन्ने छ तल। यो क्याप्चामा जस्तो छ क्याप्चामा यो भएको माथि फिल गर्नु होला अथवा यहाँनिर टाइप गर्नु होला। बुझ्यो? यहाँनिर क्याप्चा राखे। यदि तपाईले यहाँनिर क्याप्चा बुझ्नु भएन भने यतापट्टि यो साइडमा यसलाई टच गर्नुभयो भने अर्को नेक्स्ट क्याप्चा आउँछ, त्यो भर्नु होला। मैले यहाँनिर खोज्नुसमा ओके प्रिन्ट भएको छ छैन यहाँनिर थाहा हुन्छ। यहाँनिर तपाईले देख्न सक्नुहुन्छ मैले ब्लर गरेको छु। तपाईले आवेदन स्वीकृत भएको छ, तपाईको राष्ट्रिय परिचय पत्र नम्बर भन्ने चाहिँ यहाँनिर रहेको र तपाईको कार्ड जारी भइसकेको छ भनेर यसरी टिक लागेर आउँछ। माथि तपाईले यसरी देख्न सक्नुहुन्छ र तपाईले सजिलै घरमा बसेर आफ्नै मोबाइलबाट मजाले चेक गर्न सक्नुहुन्छ राष्ट्रिय परिचय पत्र प्रिन्ट भएको छ छैन भनेर आफ्नो मोबाइलबाट। एकदमै सजिलो तरिका छ साथीहरु। तपाईहरुले पनि यसरी मजाले आफ्नो राष्ट्रिय परिचय पत्र प्रिन्ट भएको छ छैन चेक गर्नु होला। र मैले लिंक सिधै भिडियोको डिस्क्रिप्सनमा राख्ने छु र तपाईहरुले भिडियो कस्तो लाग्यो पक्कै पनि तपाईलाई यो हेल्पफुल भयो होला यो भिडियोले गर्दा। र यस्तै तपाईहरुले भिडियो अथवा टेक्नोलोजी भिडियोहरु र विभिन्न तपाईले गुनासा अथवा तपाईसँग भएको कुनै कुरा कन्फ्युज भयो भने मलाई सोध्न सक्नुहुन्छ, कमेन्ट गर्न सक्नुहुन्छ। हवस्, थ्यांक यू फर वाचिङ।